नमस्ते सम्पूर्णमा खबर अहिलेसम्म ठिकै छ सर। मार्केट बजारको अवस्था अहिले थाहा छ, स्लो मोसन चलिरहेको छ सर। ए भन्नाले अहिले सुनसानै छ है सर? अहिले सुनसानै छ सर। अहिले अब हाम्रा ग्राहक वर्गहरू पनि केही कुराको लागि कुर्नु भएको हो कि जस्तो पनि भयो। के छ आज न्यू मनोकामना अटोमोबाइल्समा कुन गाडीहरू चाहिँ अपडेट छ त सर? न्यू मनोकामना अटोमोबाइल्स प्रालीमा थुप्रै गाडीहरू अहिले छ सर। हजुर, सानोदेखि एसयुभी कारहरूमा छ, लगभग सबै ब्रान्डका गाडीहरू पनि एभाइलेबल छ। तीमध्ये आज पहिलो हामी 2016 मोडलको हुन्डाई कम्पनीको ग्रान्ड i10 आस्था एसी, पावर स्टियरिङ, पावर विन्डो, म्युजिक सिस्टम, ड्युअल एयरब्याग, अल्लो व्हिल, पुश बटन लगायतका सम्पूर्ण फिचर भएको गाडी हो। यसको नेगोसिएट प्राइस हामीले जम्मा 22,50,000 राखेका हौँ। जुनमा 40 to 50% डाउन पेमेन्ट हो भने 50% तपाईँलाई फाइनेन्स पनि सुविधा हुन्छ। ए भन्नाले फाइनेन्स चाहिँ कति पर्सेन्ट जति भन्नुभयो सरले? ठ्याक्कै फाइनेन्स भनेको सर डकुमेन्ट हेरेअनुसार 50 to 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा गाडी पाउनुहुनेछ। र अलिकति मैले सरको पछाडि देख्छु अमेरिकन ब्रान्डको गाडी छ, कुन मोडलको? फोर्डको गाडी हो यो? फोर्ड कम्पनीको सर इको स्पोर्ट अति नै लोकप्रिय, अहिले लो बजेटमा एसयुभी गाडी एकदम राम्रो 1500 सीसीको पेट्रोल इन्जिनमा पाउनुहुनेछ भने 2017 मोडलको हो इको स्पोर्ट हैन। यसको नेगोसिएट प्राइस हामीले जम्मा 21,50,000 राखेका छौँ। यसमा पनि तपाईलाई 50 to 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा गाडी पाउनुहुनेछ। र कस्टमरसँग भएका विभिन्न ब्रान्डको गाडी ल्याएर यसमा एक्सचेन्जको सेवा सुविधा दिइराख्नु भएको छ सर? गाडी एक्सचेन्ज अभियसली हुन्छ, एक आपसमा साटफेर पनि गरिन्छ, किन्न पनि पाउनुहुन्छ भने बेच्न नि पाउनुहुनेछ। ए भन्नाले अहिले अलिअलि व्यापार कम भएको बेलामा नि कस्टमरले ल्याइदिनु भयो भने खरिद चाहिँ गरिदिनुहुन्छ सर? सर हामी अहिले पनि गाडी किन्छौँ। हजुर, हाम्रा ग्राहक वर्गहरू केही कुरा कसरी हो, मार्केट अहिले के अवस्थामा हो, अहिले स्लो मोसन भएको छ। हजुर, तर हामी त्यहाँ व्यवसाय गर्न बसेको मान्छे हामी गाडी किनिहाल्छौँ सर। र साथसाथै अब एकदमै डिमान्डेड र लोकप्रिय गाडी हुन्छ सर यो? सर यो एकदम हुन्डाई कम्पनीको न्यू सेपको क्रेटा 1500 सीसीको प्यानोरामिक सनरुफ लगायतका मोनरुफ, ड्युअल एयरब्याग, एबिएस सबै अल्लो व्हिल एयरब्याग लगायतका सम्पूर्ण फिचर भएको गाडी हो। 2021 मोडलको हो। कोटेड प्राइस हामीले जम्मा 52,50,000 राखेका छौँ। यसमा पनि फाइनेन्स सुविधा पाउनुहुनेछ। लगभग कस्टमरले 25-26 लाख ल्याउनु भयो भने फाइनेन्सको सेवा सुविधा हुन्छ है सर? हाराहारी हामीले क्यालकुलेट ट्याक्कै गर्नु होला सर। 40% डाउन पेमेन्टमा मेरो विचारले 20-21 लाखको रेन्जमा क्यास भयो भने बाँकी फाइनेन्स गर्न चाहिँ मिल्छ। ए भन्नाले अझै 20-21 लाख भए पुग्ने रहेछ सर? पुग्ने रहेछ। ल सर अब अलिक कम बजेटको सुजुकी ब्रान्डको गाडी देख्दैछु, मोडल कति, अप्सन र प्राइस के छ सर? सर यसलाई हामीले स्टक क्लियरेन्समा राखिदिउँ। ए हजुर है, 2007 मोडलको स्विफ्ट VXI हामीले यसको 2-3वटा अलरेडी भिडियो बनाइसकेका छौँ। हजुर, यसमा स्टक क्लियरेन्स सेलमा हो सर। जम्मा 9,25,000 को पेमेन्टमा यो गाडी तपाईँले पाउनुहुनेछ। ए भन्नाले डाइरेक्ट तपाईँको चाहिँ कस्टमरले 9,25,000 मा यो गाडी पाए सर? पाए। त्यसमा कुनै पनि तपाईँको डिस्काउन्ट पाउने छैन? त्यसमा केही सुविधा छैन, सेलमा भएको सर फिक्स प्राइस हो। र साथसाथै अब फेरि पनि हामीले अर्को व्हाइट कलरमा अमेरिकन ब्रान्डको गाडी नै सर यो 2018 मोडलको फोर्डको इको स्पोर्ट टाइटेनियम भेरिएन्टमा फुल अप्सनमा पेट्रोल भेरिएन्टको हो। हजुर, फुल अप्सन हो। यसको कोटेड प्राइस हामीले जम्मा 24,50,000 राखेका छौँ। यसमा पनि तपाईँले फाइनेन्सको सुविधा पाउनुहुन्छ अप टु 60%। र साथसाथै अब एकदमै डिमान्डेड गाडी टोयोटा ब्रान्डको है सर? यसलाई पनि हामी सर सेलमा हालेका छौँ, स्टक क्लियरेन्समा हो यो पनि है। हजुर, 2007 मोडलको र्याफो हो, 4 व्हिल ड्राइभमा गाडी हो भने यसको हामीले जम्मा सेल स्टक क्लियरेन्समा यसको पनि हामीले जम्मा 16,50,000 रुपियाँ प्राइस फिक्स गरेका छौँ, नो नेगोसिएट प्राइस। ल भन्नाले त योपालि न्यू मनोकामना अटोमोबाइल्समा त धेरै जस्तो सेलमा राखिराख्नु भएको छ है गाडी? पुरानो अब यसो सर नयाँ अपडेट दिनलाई नयाँ हामीलाई पनि चाहिन्छ। हजुर, स्टक क्लियरेन्स पनि पुरानो गाडी 2-4 महिना बसिसके गाडी हामीले केही सर्टेन मार्जिन होला नहोला हामीले कस्टिङ प्राइसमा पनि गाडी कहिले काहीँ हामीले सेल गर्नुपर्ने हुन्छ। अहिले स्टक क्लियरेन्स भनेको कस्टिङ प्राइसमा नै हामीले गाडी सेलमा राखेका छौँ, जसले गर्दा कस्टमरलाई चल्नलाई नि सहज हुने भयो नि त सर? उहाँहरूलाई लिँदाखेरि त अहिले राम्रो वातावरण, अहिले समय सामयिकमा अहिलेको विषयवस्तुमा लिनुहुन्छ भने उहाँहरूलाई यो त एकदम फाइदाजनक कुरा हो। र अब अर्को नयाँ अपडेटमा जाउँ हामी। हुन्डाई ब्रान्डको छ सर,
मोडल अप्सन र प्राइस के छ सर यसको? अब यो एकदम लोकप्रिय, धेरै कुरा गरे नि के गर्नु, यो गाडी नै खोज्दा धेरै गाह्रो छ है। हजुर i20 एक्टिभ 2019 मोडलको यस भनेको फुल अप्सनमा पाउनुहुन्छ। 1200 सीसीको पेट्रोल इन्जिनमा हो भने सिङ्गल ओनरसिप भएको गाडी हो, 2019 मोडलको हो। यसको कोटेड प्राइस हामीले जम्मा 30 लाख रुपियाँ राखेका छौँ। यसमा पनि तपाईँलाई 60% फाइनेन्स सुविधा पाउनुहुनेछ। र साथसाथै अब सबैलाई त धेरै नै थाहा छ, मनोकामना न्यू मनोकामनाको धेरैले भिडियो हेर्नुहुन्छ। एक्सिडेन्टको विषयमा नि फेरि एकचोटि अलिकति स्पष्ट गरिदिनु सर। अहिले त झन् सबै गाडी फ्रेस छ सर। अहिले हजुर। लगभग गाडीहरू म अहिले तपाईँलाई विवरण दिइरहेको, अपडेट गरिरहेको क्रमशः सबै गाडी फ्रेस पाउनुहुन्छ, नयाँ मोडलको पाउनुहुनेछ होइन। यसमा ठोक्या पल्ट्याको त टाढोको कुरा, त्यस्तो केही पाइँदैन भने इन्जिन समेत अहिले फ्रेस, कलर छ लगभग ओरिजिनल होइन। अनि करको कुरा, इन्सुरेन्सको कुरा, फुल ट्याङ्की तेलको कुरा त छँदैछ। ल सुरेन्द्र सर, छानी हामी टाटा ब्रान्डको गाडी पाउँछौँ है। अघि भर्खर मात्रै हेऱ्यो भने फेरि पनि टाटा ब्रान्डकै गाडी छ है त? टाटा ब्रान्डको गाडी सर यो अलिकति डाइनामिक एक्स्ट्रा कलर खोज्दै हुनुहुन्छ भने हजुर तपाईँको लागि यो सुइटेबल हुनसक्छ। 2017 मोडलको ट्यागो XZ प्लस पेट्रोल भेरिएन्ट र फुल अप्सन गाडी हो होइन। यसमा पनि 50% तपाईँलाई के हुन्छ भने डाउन पेमेन्ट र 50% फाइनेन्स एभाइलेबल हुन्छ। फुल अप्सन हो, पेट्रोल भेरिएन्टमा हो। र डाउन पेमेन्ट 50 भन्दाखेरि कति जति बनायो सर? सर मेरो विचारले तपाईँलाई 7-7.5 लाख रुपियाँ आउला सर। ए त्यही हालेपछि गाडी पायो नि त सर? पाउनुभयो, बाँकी फाइनेन्स हामी गरिदिइहाल्छौँ। र डकुमेन्ट अलिकति स्ट्रङै चाहिन्छ है सर? डकुमेन्टमा त सर अहिले अब मिलाएर क्राइटेरिया हेरेर हामीले कस्टमरसँग कुरा गर्छौँ, कसरी हुन्छ के गर्छौँ, सक्दो हामीले मिलाउने र दिने प्रयास गरेकै हुन्छौँ। ल भिडियोको सुरुवातमा पनि हामीले होन्डाई ब्रान्डकै हेरेको थिएँ, अहिले पनि फेरि होन्डाई ब्रान्डकै छ है सर? अब सर लो बजेटमा स्मल गाडीहरू खोज्दै हुनुहुन्छ भने भर्खर अघि मैले एउटा दिएँ, अहिले टाटाको दिएँ। यसै गरी होन्डाई ब्रान्डको गाडी चढ्छु सानो बजेटमा 15 लाख अराउन्ड सोच्दै हुनुहुन्छ भने 2010 को न्यू सेपको, यसमा पनि न्यू सेप आउँछ भने ओल्ड सेप पनि आउँछ। यो बिचको भेरिएन्टको हो, पेट्रोलमा 1200 सीसीको इन्जिनमा हो भने i20 आस्था 2010 को हो, 15 लाखको पेमेन्टमा तपाईँले पाउनुहुनेछ। र साथसाथै अब हामी जाउँ मारुति सुजुकी ब्रान्डको गाडीमा त सर। अब यसमा सर अहिले जानकारी गरिदिइहालौँ, गाडी बुक भइसकेको हो होइन। हजुर यही गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी लिन आउनलाई या अफिस भिजिट गर्नलाई एकचोटि फोन गर्नु होला सर, किन बुक अमाउन्ट भइसकेको छ। उहाँले दिएको टाइम पनि लगभग अराउन्ड हामीलाई कटिसकेको छ, त्यही पनि कस्टमर बुकिङ अमाउन्टमा त हामीले केही गर्नु मिल्दैन। त्यही भएर तपाईँलाई यो अल्टो केटन 2014 मोडलको चाहिन्छ भने यो गाडीको लागि एकचोटि फोन गर्नु होला। र फेरि पनि अर्को सुजुकी ब्रान्डकै देख्छौँ है सर हामीले? यसै गरी सर सानो गाडी पनि छ, एसयुभी गाडी पनि छ। अनि हामी के सेडान नचढ्नु त? हजुर सेडान लभर्सहरूको लागि पनि हामीसँग स्विफ्ट डिजायर छ नि। 2017 मोडलको स्विफ्ट डिजायर ZXi प्लस हो। ZXi भनेर मात्रै भने प्लस हो। तपाईँले हेर्न सक्नुहुन्छ प्रोजेक्टेड हेडलाइट र अल्लो व्हिल फरक पाउनुहुनेछ। 17 मोडलको सिङ्गल युजर गाडी हो, ओरिजिनल पेन्टमा हो, सर्भिस रेकर्ड भएको गाडी हो। यसको कोटेड प्राइस जम्मा हामीले 23,50,000 राखेका छौँ। यसमा पनि 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा पाउनुहुनेछ। र साथसाथै अब अलिकति यता हामीले सिल्भर कलरको किया ब्रान्डको हुन्छ यो? किया ब्रान्डको सोनेट हो सर। यो सोनेट गाडी हो, पेट्रोल इन्जिनमा 1200 सीसीको 2021 मोडलको सिङ्गल युजर गाडी। यो पनि एकदम सर्भिस मेन्टेन भएको गाडी हो। यसको कोटेड प्राइस हामीले जम्मा 31,50,000 राखेका छौँ, नेगोसिएबल प्राइस हो। यसमा पनि 60% फाइनेन्स एभाइलेबल हुन्छ भने 40% डाउन पेमेन्टमा गाडी पाउन सक्नुहुनेछ। ल सुरेन्द्र सर, फेरि पनि सुजुकी ब्रान्डको देख्छु। सुजुकी ब्रान्डको त धेरै छ हामीसँग। मैले होन्डाई, सुजुकी, अहिले हालमा टाटा, फोर्ड होइन थपिँदैछ, कम्पनीहरू थपिँदैछ। तर के थपिन्छ भने चलेको र रिप्युटेड सक्सेस गाडी फुल मात्रै यहाँ पाउनुहुनेछ है। अब यो गाडी हेर्नुहुँदा मारुति सुजुकीको स्विफ्ट गाडी होइन, यो हेरेरै तपाईँलाई यसको रेन्ज थाहा हुन्छ, माइलेज थाहा हुन्छ, सर्भिस थाहा हुन्छ। सस्तोमा एकदम लोकप्रिय एसयुभी के अरे स्मल कारमा पाउनुहुन्छ भने 2013 मोडलको स्विफ्ट ZXi भेरिएन्टमा हो। यसको कोटेड प्राइस जम्मा 18 लाख रुपियाँ राखेका छौँ। यसमा पनि तपाईँलाई फाइनेन्स 50 to 60% हुन्छ भने रिमेनिङ तपाईँलाई डाउन पेमेन्ट पर्न सक्छ। र त्यस्तै गरी फेरि पनि होन्डाई ब्रान्डकैमा जाउँ है सर? अघि भर्खर मैले तपाईँलाई विवरण दिएको, डिटेल दिएकोमा अघि ग्रान्ड आइटेन आस्था 16 मोडलकै दिएको। आस्था भने फुल अप्सन भयो। 16 मोडलको यो पनि एकदम वेल मेन्टेन, वेल कन्डिसनको, एकदम सर्भिस रेकर्ड भएको 16 मोडलको ग्रान्ड आइटेन म्याग्ना हो। यसको कोटेड प्राइस हामीले जम्मा 20,50,000 राखेका छौँ, जुन कि यसमा पनि तपाईँलाई 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा पाउनुहुनेछ।
ल सर मार्केटको एकदमै लोकप्रिय गाडी फेरि क्रेटा है अघि पनि मैले तपाईँलाई 2021 मोडलको क्रेटा फुल अप्सन पेट्रोल भेरिएन्टमा डिटेल दिएँ, जानकारी दिएँ है। फेरि तपाईँलाई 2020 मोडलको एक्सएक्स प्लस पेट्रोल भेरिएन्टकै प्यानोरामिक सनरुफ मनरुफ लगाएको सम्पूर्ण फिचर्स भएको गाडी। कलर पनि हेर्नुहोस् है कस्तो मिठो कलर छ है। यदि खोज्दै हुनुहुन्छ भने कहाँ जाने त? न्यू मनोकामना अटोमोबाइल सानेपा 2 मा आउनु पर्यो या बायोमा दिएको नम्बरमा फोन गर्नु पर्यो। जम्मा कोटेड प्राइस हामीले 49,50,000 राखेका छौँ। यसमा पनि 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा पाउनुहुनेछ र कस्टमरसँग भएको गाडीमा नि एक्सचेन्ज पनि छ। गाडी 60 फेर त अभियसली हाम्रो सोरुम हो। भन्दा नै कालो गाडी आइपुग्यो हेर्नु है। त्यो पनि टिलिलिला टल्केको होइन त सर? टिलिलिली टल्केको, त्यो पनि पेट्रोल भेरिएन्टमा 2018 मोडलको टाटा नेक्सन क्रेज भेरिएन्टमा पाउनुहुनेछ। यसको कोटेड प्राइस जम्मा 22,50,000 हो। यसमा नि फाइनेन्स 60% हुन्छ भने 40% डाउन पेमेन्ट हुन्छ। सोही क्रममा 2018 मोडलकै यदि पेट्रोल भेरिएन्टमा फुल अप्सन गाडी लिनुहुन्छ भने रातो कालो भेरिएन्टमा पनि 2018 मोडलको छ। त्यो पनि तपाईँलाई 23,50,000 को कोटेड प्राइस हो भने त्यसमा पनि फाइनेन्स एभाइलेबल हुन्छ। ल सर अब हामीसँग विभिन्न भएका ब्रान्डको गाडी त तपाईँले देखाइसक्नुभयो र लगभग हामी अन्त्यमा नि छ। यो बाइक पनि अन्य गाडी ग्यारेजमा छ कि के छ सर? यो बाहेकको गाडी आज तपाईँ ठ्याक्क कस्तो समयमा आउनुभयो नि सर? वैशाखको 30 गते लगन गाँठो गरेको दिन हाम्रो यहाँ स्टाफ 2-4 जना कर्मचारीहरू, एकजना हाम्रो दाइहरू, 4-5 वटा गाडी त अहिले बिहेबारीमा साथीभाइहरू चढेर पार्टी मनाउन गएका छन् होइन। सोही क्रममा कुन गाडी छ भनेपछि तपाईँलाई भनिदिन्छु। अहिले हामीसँग 2017 मोडलको स्कर्पियो डबल क्याप ड्युअल एयर ब्यागदेखि लिएर 4 व्हिल ड्राइभमा गाडी पाउनुहुनेछ 17 को सिङ्गल युजरमा है। त्यसमा पनि तपाईँले फाइनेन्स त पाइ नै हाल्नुहुन्छ। अर्कोमा 2021 मोडलको सेल्टस गाडी सनरुफ भएको पेट्रोल भेरिएन्टमा ग्रे कलरमा पाउनुहुनेछ। सोही 2016 मोडलको डिजल ब्रेजा पाउनुहुनेछ होइन। अब तपाईँलाई यी बाहेकको अरू गाडी खोज्दै हुनुहुन्छ, कुनै तपाईँलाई रिक्वायरमेन्ट छ, हामीले दिन सक्ने नसक्ने आफ्नो ठाउँमा छ होइन। तपाईँ एकचोटि कल गरेर यो गाडी छ कि छैन, पाइन सकेला कि नसकेला भनेर नि इन्क्वायरी गर्न पाउनुहुनेछ। 2023 मोडलको हामीसँग नेक्सन इभी पनि तपाईँलाई आज भोलिमा एभाइलेबल गर्दैछ। यदि इभी गाडी पनि खोजिरहनु भएको छ भने बायोमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला। 2023 मोडलको सेतो कलरको टाटा नेक्सन इभी पनि पाउनुहुनेछ। ल लगभग हामी बाहिरसम्म छ। लोकेसन एकैचोटि यहीँ बसेर ठ्याक्कै भनिदिउँ न, कहाँ आउनु पर्छ हामी यहाँ आउनलाई? सर अहिले ठ्याक्कै अब रोडबाट हेर्दा साथीभाइहरू घुलमिल हुन्छन्, रोडबाट देखिएन बोर्डै देखिएन भन्नुहुन्छ। यो सानेपा चोक 2 ललितपुरमा हो, ट्राफिक लाइटको अपोजिट साइडमा। सादो बाटोबाट आउँदाखेरि लेफ्ट साइडमा हो भने कलङ्की बल्खुबाट आउँदाखेरि राइट साइडमा हो। यदि त्यसमा नि झुकियो भने नेपाली कङ्ग्रेस पार्टी कार्यालय ललितपुरमा हान्नुभयो भने हाम्रो अफिस भएर नि तपाईँ पार्टी कार्यालयमा जान सक्नुहुनेछ। या अझ यसमा गाह्रो भयो भने तपाईँ सानेपा 2 ललितपुर बल्खु पुलनिर आकाशे पुल बन्दैछ त्यहाँ आउनुहोला। या पुरानो स्टार हस्पिटलको बिल्डिङ थाहा छ भने त्यहाँ आउनुभयो भने अभियसली हामीलाई पाउनुहुनेछ। यति गर्दै पनि अलमल भयो भने नम्बर त छँदैछ बायोमा, सम्पर्क गर्नुहोला, सजिलो छ नि अहिलेको। ल सर हजुरको महत्त्वपूर्ण समय हाम्रो अटो बजारलाई दिनुभयो। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद सर। सर हजुरले पनि हामीलाई आएर यति हेल्प गर्नुहुन्छ, प्रोत्साहन गर्नुहुन्छ। हाम्रो व्यवसायलाई त्यो सानो मार्केटमा कस्टमरहरूसँग कोर्डिनेसन पाउँछौँ, कम्युनिकेसन पाउँछौँ। तपाईँहरूलाई नि हृदयबाट धेरै धेरै धन्यवाद।